नमस्ते एभ्रिवान, यहाँहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज हामी होममेड आलुको चिप्स बनाउन गइरहेका छौँ। यसको लागि हामीले सबैभन्दा पहिला आलु लिएका छौँ, त्यसलाई ताछौँ। ताछिसकेपछि विभिन्न स्लाइसमा यसरी काटिरहेका छौँ। हजुरहरूले पनि यसै गरी काट्न सक्नुहुनेछ। हजुरहरूले जति पातलो स्लाइस काट्नुहुन्छ त्यति नै फ्राई भइसकेपछि आलुको चिप्स क्रिस्पी बन्नेछ। यसरी हामीले स्लाइस काटिसकेका छौँ। अब यसलाई हामी केही समय पानीमा भिजाएर राख्छौँ। अब सँगसँगै हामीसँग नुन, बेसार, त्यसै गरी जिराको धुलो अनि मसलाहरू पिनेर राखेका छौँ। यसै गरी हाल्छौँ। अहिले हामी स्वाद अनुसारको नुन हाल्यौँ, त्यसै गरी बेसार पनि राख्यौँ अनि त्यसै गरी मसला जिराको धुलो पनि राख्यौँ। पिनेर राखेको मसला पनि हामी यसै गरी राख्छौँ। फेरि त्यसै गरी हामीसँग चाट मसला पनि छ। चाट मसला पनि हामीले थोरै मात्रामा राख्ने गर्छौँ। अब हामीले सबै इन्ग्रिडियन्ट्सहरू राखिसकेपछि स्लाइसको सम्पूर्ण भागमा पुग्ने गरी मजाले हामीले यसलाई मोल्छौँ, मिक्स गर्छौँ। यसरी मिक्स भएको स्लाइसलाई अब हामी फ्राई गर्नतिर लाग्छौँ। सर्वप्रथम त हामीले कराई तताउँछौँ। अब कराई तातिसकेपछि हामीले मजाले तेल राख्छौँ, जुन तेलमा हामीले स्लाइसहरू मजाले फ्राई हुने गरी तेलको मात्रा पनि अलि बढी राख्नुपर्छ। यसरी तेल तातिसकेपछि हामीले काटेर राखेको आलुको स्लाइसहरू हामी फ्राईको लागि तेलमा हाल्छौँ। अब हामीले केही समय पकाइसकेपछि यसलाई पल्टाउँछौँ। यसलाई चाहिँ पल्टाइ हामी पकाउँछौँ, जहाँ कि सबैतिरको यो तापले गर्दाखेरि यो स्लाइसहरू पाकोस्। केही समय पकाएपछि अब हाम्रो आलुको चिप्स रेडी भयो। यसलाई हामी अलिकता तेल तार्छौँ, किनभने यो स्लाइसमा तेलहरू रहेको हुन्छ। यसलाई हामी केही समय चलाउँछौँ। ल अब हामीले एउटा प्लेटमा राख्छौँ, प्लेटमा जम्मा गर्छौँ। अब यो आलु चिप्स खानालाई रेडी भयो। सर्वप्रथम हाम्री छोरीले आलुको चिप्स ट्राई गर्दैछिन्। साँच्चै पनि हाम्री छोरीलाई आलुको चिप्स मन पर्यो, किनभने यो क्रिस्पी छ। पाकेको आलु चिप्स हामी चेक गर्दैछौँ, यो एकदमै क्रिस्पी बनिसकेको छ। यो आलुको चिप्सको आजको रेसिपी मन पर्यो भने हाम्रो युट्युब च्यानललाई
सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला।